तानलाई छाँजलो हाम्रो सजलो यो जिएलसी क्लासमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। जिएलसी हुसिरी यो तानलाई छ्याते बल्लामु आज हामी यो एडभान्स क्लासको कक्षामा रहेका छौँ। अस्तिको हप्ता पनि हामीले धेरै राम्रा कुराहरू पढिसकेका छौँ। गुरुङ भाषासँग सम्बन्धित कुराहरू पढ्यौँ भने आज पनि हामी बातचित गर्न गइरहेका छौँ। यसभन्दा अगाडि थोरै हामीले गरेको योभन्दा अगाडि गरेको गृह कार्यको बारेमा म छलफल गर्ने अनुमति माग्दछु यहाँहरूसँग। हामीलाई यो क्लास तयार गर्नुहुने यो अवसर दिनुहुने आइसिजिबीका अध्यक्षज्यू, डाइरेक्टरज्यू, त्यसै गरी कार्यक्रम संयोजकज्यू लगायत सबैलाई धेरै धेरै धन्यवाद दिँदै हाम्रो लोबारे विद्यार्थीहरूको सिकाइको क्रम एकदमै उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गर्दै अब क्लासलाई अगाडि बढाउँछु। आज हामी के गर्न जाँदैछौँ हजुरहरूलाई थाहा छ? आज हामी आज क्लासमा के पहिलो चाहिँ गर्दैछौँ? हाम्रो अन्तर्वार्ता हुन्छ दिपेन मिथेबा र को पो छ अनिसाको जस्तो लागेको छ। फर्स्ट नम्बरमा चाहिँ विश्वराज मिथेबाज्यू हुनुहुन्छ, त्यस पछाडि रञ्जिता तमुसेज्यू हुनुहुन्छ। यहाँहरू दुईजनाले हामीले त्यहाँ डिस्प्ले गर्छौँ त्यो दुईटा होइन, त्यो के अरे डिस्प्ले गरेको म्याटरलाई हजुर बातचितलाई हजुर दुईजनाले पढ्नु हुनेछ है, पालो गरेर। पहिला विश्वराज मिथेबाले पढ्नु होला, त्यसपछि रञ्जिता मिथेब्सोले पढ्नु होला है। हजुर छाँजलो मिथेबा हुन्छ। अब मिसले आरती मिसले स्क्रिन सेयर गरिसक्नु भएको छ। हामी आज चाहिँ अनलाइन हुसी भनेको त कक्षा हो, अनलाइनको चाहिँ अनलाइन नै भयो होइन। अनलाइन कक्षामा हामीले केही यो अनलाइन कक्षा कस्तो हुन्छ भन्ने बारेमा छलफल गर्न गइरहेका छौँ। यसमा तल नेपालीमा लेखिएको छ, माथि चाहिँ गुरुङ भाषामा लेखिएको छ है। सपोज हाम्रो विश्वराज मिथेबा चाहिँ खेम्जङ हुनुहुन्छ अहिलेको लागि होइन, अनि हाम्रो रञ्जिता मिथेबा चाहिँ माया भनेर माया गुरुङ भएर उहाँ बोल्नुहुनेछ। यहाँहरू दुईजनाले आफ्नो आफ्नो क्लासलाई अगाडि बढाउनुहोस् है। आफ्नो आफ्नो भाग चाहिँ पढेर बुझिएन यो शब्द भनेको के हो भन्नुहुन्छ भने अब हामी यहीँ छौँ, गुरुजी यहीँ हुनुहुन्छ, म यहीँ छु, आरती मिसले पनि केही सघाउनु हुनेछ। हुन्छ, स्टार्ट गर्दा हुन्छ। छाँजलो माया तिया अनलाइन हुसी खै मादी छ्याजलो खेम्जङ छ्याबमलो बेलेन इन्टरनेटै दे चेनै तै। अब नेपालीमा पनि भनिदिनुहोस् ल त्यसलाई। हजुर नमस्ते के भनेको माया, बुझ्न त पर्यो नि। आजको अनलाइन कक्षा कस्तो लाग्यो? नमस्ते खेम्जङ राम्रो थियो, तर इन्टरनेट अलि समस्या भयो। नि गई खयो खयो थोइ लोबसोई तिया तमु क्वे बारे तो खेमै। हो नि, मेरो पनि आवाज कहिलेकाहीँ काटियो। गुरु आमाले आज गुरुङ भाषा बारे के पढाउनु भयो? त्यहाँ भाषा हजुर त्यहाँ लोबस्योइ तमुक्योए ते खोल लमी क्वे बिमम शैव ता बिपकी सैनेत अनि कि आज गुरुमाले भाषा विषय बुझाउनु भयो। भाषा भनेको त विचार आदान प्रदान गर्ने माध्यम हो नि होइन? कस्तो राम्रो। नि तपाईँ ताबी न्योइ पोब भ्रिवनी थिब सैन्य देतन क्युए अ अनलाइन
हुसिरी कुइम जान को ललतुम दु नाम हो ठिकै भन्यौ। हामी बोल्ने लेख्ने र सुन्ने माध्यम नै भाषा हो। अनलाइन कक्षामा भाषा अझै स्पष्ट हुनुपर्छ जस्तो लाग्छ मलाई। तले छ गाई। तल्ले बिस्या न्योसुदन हुसिरी धु अम्रो चर कोल्ले अपोसा कोबगार्तम किन त्यस्तो लाग्यो? किनकि हामी सिधै कक्षामा जस्तो देखेनौ। यदि स्पष्ट नबोलिए बुझ्न गाह्रो हुन्छ। तब त लोभास्योजी नुनु नि खोल्ले पोइ। तिया न्यौलै धिके तोबी सही कुरा। गुरुमाले पनि बिस्तारै र प्रष्ट बोल्नुभयो। आज हामीलाई गृह कार्य के दिनुभयो? अनलाइन खेताई छ्याबतानी अछ्याबता पृथ्वी। छ्याबा तोतो दे अनलाइन शिक्षाका फाइदा र बेफाइदा लेख्न भन्नुभयो। फाइदा त के हुन् त? हिन्द टिसी ख्रिलयोम जोगिदिम प्रविधि लुलयोम। छ्याबा ता इन्टरनेट चाहिँ नै सै अखब तै अगुमयनी तोल अयोग घरमै बसेर पढ्न पाइन्छ, समय बचत हुन्छ र प्रविधि सिक्न पाइन्छ। बेफाइदा भने इन्टरनेट समस्या, ध्यान नलाग्ने र साथीहरूसँग प्रत्यक्ष भेट नहुने। नि हुसिरी धु छुबा अनलाइन र अता बिलेन तोको अनलाइन हुसी छ्याबमो। हो नि, कक्षामा जस्तो रमाइलो अनलाइनमा हुँदैन। तर अहिलेका लागि अनलाइन कक्षा उपयोगी नै छ। नि न्युई क्युए लुबर पोल्तुम। ठपकन मो त्याब धिके नेसरसम ललै। सही हो। हामीले भाषा राम्रोसँग सिक्न अभ्यास गर्नुपर्छ। ठिक छ, आजको गृह कार्य बेलुकासम्म गरौला। तमु ओ कस प्रिले ता ललै। तम ग्यासाजे खेमजङ। हुन्छ, केही नबुझे सँगै कुरा गरौँला। पक्का। धन्यवाद खेमजङ। कस्तो भयो? लिली ग्यासोजे ओर्सी दुवैजनालाई एकदमै राम्रोसँगको कन्भर्सेसन भयो है। कस्तो राम्रो लाग्यो, खुसी लाग्यो। हजुरहरूले पनि पढाउन सक्नुहुँदो रहेछ नि है। अब त्यहाँ कुन शब्दलाई के भनिएको छ भनेर बुझ्नको लागि त नेपाली शब्द हेर्न पर्छ। अनि गुरुङ शब्द हेर्ने, त्यस पछाडि यसलाई चाहिँ यो भनेको होला भनेर हामीले बुझ्न सक्छौँ। एक दुईवटा शब्द अब मैले यताबाट पठाउँदाखेरि उता गुरुज्यूकोमा फन्टहरू चेन्ज हुन सक्छ। त्यो एउटा दुईटा शब्द चाहिँ त्यहाँ यताउता भएको छ मात्राहरू, नत्र भने एकदम राम्रो भएको छ। गुरुजीलाई पनि एकदम धन्यवाद। मैले आज एकदमै लास्ट आवरमा पठाएको थिएँ यो पाठ, त्यही पनि उहाँले कति मेहनत गरेर यस्तो राम्रोसँग सजाएर हामीलाई पठाउनु भएको छ होइन। उहाँलाई एकदम धन्यवाद। अनि हाम्रो विश्वराज मिथेबा, त्यसै गरेर रञ्जितालाई एकदम धन्यवाद है। यस्तो राम्रोसँग कुराकानी गर्नुभयो। म त पक्कै अब दुईजना गुरुङ हामी भेटेर अनि कुरा गरेको गाउँघरमा होइन, अथवा सहरमै पनि अनलाइन क्लासको फाइदा बेफाइदा के हो त भन्ने बारेमा, अनलाइन पढ्दाखेरि हामीलाई कस्तो हुन्छ त, यसका समस्याहरू के आउँछन् भन्ने बारेमा हजुरले चाहिँ प्रष्ट गरेर पढ्नुभयो।
यो सबै कन्सेप्ट चाहिँ गुरुजीको हो। उहाँलाई पनि धन्यवाद र हजुर दुईजनालाई पनि एकदम धेरै धेरै धन्यवाद, धेरै धेरै धन्यवाद ओके है। हुन्छ, अब हामी यस पछाडि कसको टर्न आउँछ? रेडी हुनुहुन्छ हजुरहरू? हेर्नु भएको छ? मेरो टर्न हो भनेर भन्नुहोस् न हजुरले। हजुर मेरो कस्तो मेरो मेरो र दिपेन हजुर लोपामेको हजुर मेरो मिथेबा र दिपेन लोपामेको हजुर हजुर दिपेन मिथेबा आउनु भएको छ हजुर। दिपेन मिथेबा हुनुहुन्छ र? छैन जस्तो छ। त्यही त उहाँलाई देखिरहेको छैन। आउनु भएको छैन म्याम। आउनु भएको छैन है मिस? त्यही त अब एकजना बलवीर मिथेबाको भाग छ नि है यहाँ? हजुर अनिशा मिथेबा चाहिँ रेडी हुनुहुन्छ? हजुर ठिकै छ, यसो गर्नुहोस् न त, अनिशा मिथेब र अनि बलवीर मिथेबालाई ले गर्नुहोस् न है। अक्षर बहुत सानो भएर मलाई अप्ठ्यारो पर्छ। ए हुन्छ हुन्छ मिथेबा, हजुरलाई गाह्रो छ भने म फेरि अरूलाई भन्छु नि ल। लोबस्यो हो कपी गरेर मात्रै हजुर गुरुजू हजुर सबैलाई छेजल हो, तानलाई छेजल हो। आनाको हजुर चाहिँ अनिशा तमुस्योले अनि बहिनीको चाहिँ नवीना तमुस्योले गर्दा हुन्थ्यो कि एउटा ए सुझाउ मात्र। हुन्छ 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 प्लिज हजुर हुन्छ। छ्याजेलो खिमालो बस्यो छ्याजलो मिथेप्स्यो छ्याजलो हजुर। अब हामी भान्साघरमा बातचितमा आइपुगेका छौँ। मिथेप्स्योले के भन्नु हुनुहुन्थ्यो कि? हजुर मेरो चाहिँ बेला बेला आफै सट्टै जान्दैछ कि म उयो हुन्छु, नेटवर्क सट्टै जान्छ फेरि आफै आउँछ फेरि आफै कनेक्ट हुँदैछु कि जतिसम्म मेरो नेटवर्कले सपोर्ट गर्छ म भन्छु है। म बिचमै गएँ भने चाहिँ म फेरि रिकनेक्ट हुन्छु नि है। हुन्छ 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 अलिकति माथि गरिदिनुहोस् न ल। हुन्छ हजुर यो हामीले भान्साघरलाई कैठा भनेको भात तरकारी होइन, थार भनेको त्यो बनाउने घर के भान्साघर, आँठी घर भन्छ नि हो त्यस्तो थार। कैठा थार ढिँडी घरमा, ढिँडी भनेको घरमा, आना आँगानी लबै ता थेसुम भनेको दिदी बहिनीसँग गरेको कुरा राखेका छौँ भने होइन। घर भान्साघरमा दिदी र बहिनी बिचको सरल र सहज बातचित प्रस्तुत गरिएको छ। अब हजुरले चाहिँ आनाले भन्नुहोस् पहिला, त्यस पछाडि आँगाले भन्नुहोस् है। आँगा त्यहाँ त यो मार्दिसुम Ana, त्यहाँ पैदुका निटाल योलैते बहिनी आज के पकाउने सोच्दैछौ? दिदी आज दाल भात र तरकारी बनाउन लागेको। दिदी भन्नु परेन, उताको मात्रै छ्या बताओ कै ख्रुब के हिलत टाहाथोम तमना मोजोकप मलासी थेले। राम्रो विचार हो, भात धुने काम तिमी गर, म तरकारी काट्छु। हुन्छ, कति कप चामल राखेँ?
राखौं? लिमो कप्नी मस्तम। तम पैदो न पासी थेसौं? 4 जना छौ, 2 कप काफी हुन्छ। ठिक छ, दाल पनि भिजाएर राखेको छु। ले छ्याबत तिया खौ तामो। आलु नि फुलकोपी मो। धेरै राम्रो। आज कुन तरकारी छ? आलु र फुलकोपी छ। छ बिसा आलु फुलकोपी चाहाललै मसला मो। प्याज गोलभेडा नुअदु तान तोल खाइ। त्यसो भए आलु फुलकोपीको तरकारी बनाउला। मसला तयार छ? हो, प्याज टमाटर अदुवा लसुन सबै काटिसकेको छु। किहिले योनले लुइरेबी मो। कि लुबिबन आदि? वाह तिमी त धेरै छिटो सिक्दैछौ। तपाईँले सिकाउनु भएकोले हो नि। ग्यास ते च्योबल चाहक्रोल खम। तमना चचङ होजो झोले? ग्यास मध्यम आगोमा राख है, नत्र तरकारी डढ्न सक्छ। हजुर, ठिक छ। नुन कति हाल्ने? आधा चमच झोन अंशा लिया झोलै। तम पैदु खुवालिन म है? आधा चमच हाल, पछि स्वाद हेरेर थपौला। हुन्छ, दाल उम्लिन थाल्यो। चल चिकुदे बेसार्नी चच झोल। तै तोसेरे तोलले? त्यसमा अलि बेसार र नुन हाल। भयो, अब के गर्ने? तोसेरे ढक्कनै होसी छिन्क्रित तिल मिहिन। कैटा थारी ngोजो छ्याबत थाखै। अब ढक्कन लगाएर केही बेर पाक्न दियो। भान्सा कति राम्रो गन्ध आयो है? तोसेरे कै चाहतसिन मो तानलै उइरेबी याद। तमना ngतानलाई होइसी भम। हो, अब खाना तयार हुँदैछ, सबैलाई बोलाउन जाऊ। ठिक छ दिदी, म सबैलाई बोलाएर ल्याउँछु। बस ग्यासजी। बेसीजी। लिली ग्यासजी यहाँहरू दुवैजनालाई आरती मिस र अनिसाजीलाई एकदमै राम्रो कुराकानी भयो होइन। हामीले यसरी नै कुराकानी गर्ने हो। हाम्रो गुरुङ भाषामा कस्तो मिठो सुनिने होइन, यहाँले भनिरहँदाखेरि पनि एकदमै मिठो सुनियो। त्यसैले पनि यहाँहरू दुवैजनालाई एकदमै राम्रो यो बातचित संवाद कन्भर्सेसन गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यहाँ कसैले केही भन्न चाहनुहुन्छ? कस्तो लाग्यो क्लास? उहाँहरूको बातचित चाहिँ कस्तो लाग्यो? भेरी इन्ट्रेस्टेड। छ्याउ म हजुर लिली ग्यासजी ओर्से अब यस पछाडि फेरि अर्को भागमा कसले पढ्नुहुन्छ एकदम भोलिन्टियरली म पढ्छु भनेर आउनुहोस् ल। Hello, ata churtil jamo. छेजलो अटिल खम दे। यार जङ्गो नमस्ते दाई, यहाँ बस्न मिल्छ? नमस्ते हो, पक्कै मिल्छ, बस्नुहोस्। गेसजेङ सुकिङ माइने खम कि खनाइले
ng नैपल पोखरा पोखराले धन्यवाद। नेपाल म सिक्किमबाट आएको हुँ। तपाईँ कहाँबाट? म नेपाल पोखराबाट हुँ। पोखरम बेल्लेछ्याप क्युल हो भीम? नि पोखरा कोही छेले सेतो सैता मो फेवाताल नि कोही बेल्ले छ्याब्बा मो। ओहो, पोखरा त धेरै सुन्दर ठाउँ हो भन्छन्। हो, पोखरा साँच्चै सुन्दरीय छ। फेवाताल र हिमालको धेरै राम्रो हरियाली दृश्य धेरै राम्रो देखिन्छ। दृश्य ngtilpele ye ihal ki सिक्किम न्योचुम बेले न सिक्किमै न बेले छ्याब्बा मो बिम थिमसुम। म एक पटक जान चाहन्थे। तपाईँ सिक्किम जानु भएको छ? छैन, तर सिक्किममा पनि सुन्दर छ भन्ने सुनेको छु। सिक्किमर किल मन्दिर नि बुद्ध बुम्बा लेमो चर्ब मो खै बतम हो सरस्वती मैले पढ्नुपर्ने ठिकै छ, हुन्छ। हो, सिक्किममा हिमाल मन्दिर र बौद्ध गुम्बा धेरै छन्। त्यहाँको मौसम कस्तो हुन्छ? ते चिसा तम बिल्लेन म्रोभई क्लोले न्योइनी छाब्मो अब अवसर यो समयमा हरिया या सुम प्राय चिसो हुन्छ, तर धेरै शान्त र सुन्दर हुन्छ। राम्रो रहेछ। म कहिले अवसर मिले घुम्न जान चाहन्छु। तम हेद कि तोको खनी हेची नमो म काठमाडौँ हेरिसी मो कि आस्या जानुस्। तपाईँ अहिले कहाँ जाँदै हुनुहुन्छ? म काठमाडौँ जाँदैछु। तपाईँ? काठमाडौँ एकछिन म कोही लगेर डोजो लेहे दिमो। म पनि काठमाडौँ नै जाँदैछु कामको लागि। यात्रा कति समय लाग्छ? अप्रेको घन्टा लेदिम दो न्यम
निकाया हिगो तले प्रभा छुसी तुम करिब 8-9 घन्टा लाग्छ जस्तो छ। हो, बाटो लामो भएको पनि यात्रा रमाइलो हुन्छ। यार जान कि तै के लम न लोभ हि तपाईँ के काम गर्नुहुन्छ? म शिक्षक हुँ। तपाईँ? छोबा रे छेबा म लोबा नि छेबारे ngahakina choja logari choidim म सानो व्यवसाय गर्छु। राम्रो छ। शिक्षक र व्यावसायिक दुवै समाजका लागि आवश्यक छन् हुन्। छले प्रमोनी छारा अगु तो ब छबो गुदी ब ngtia kile त होसी से तै सरी यात्रा गर्दा नयाँ साथी भेट्नु पनि राम्रो अनुभव हो नि। आज तपाईलाई भेटेर खुसी लाग्यो। डलेन तोसारे च्यो थुबर ब्रो टिमनी प्रिलेन यब तम पर्व छ्याबा तदिके मलाई पनि अब चिया खान रोकिदा सँगै जाउँला। पक्का यात्रा सुखदाय होस्। हेलो आज हामीले हिजो अस्ति बोलेको र आज बोलेको हामी दुईजना गफ गर्नु पाउँदा मजा लाग्यो। हजुर, धन्यवाद। यहाँहरू दुवैजनालाई निकै रमाइलो कुराकानी भयो। मिठो कुराकानीको लागि यहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद।